हेलो एभ्रिवान, अक्टोबरको फ्रन्ट एन्ड ब्याक गार्डनको टुर म गराउने छु। हेर्नुहोस्, फुल अझै मजाले फुलिरहेको छ। यो हो मेरो बेगोनिया, अनि यो चाहिँ आफै उम्रेको। यसको नाम मलाई थाहा भएन। त्यहाँनिर छ मेरो रोज। यो हो मेरो पिङ्क साल्भिया। यो इम्पेसेन्स फ्लावर। यो व्हाइट बेगोनिया छ यहाँ। यहाँ छ मेरो हिभी प्लान्ट, यहाँ दुईटा छ, अनि यो दुईटा भयो कर्डिलाइन। हेर्नुहोस्, अब हामी पछाडि जानेछौँ। यहाँ छ मेरो भेरिगेटेड जेरेनियम। यसको पत्ता नै कस्तो ब्युटिफुल छ। यसको प्लान्ट रब गरेर सुँग्दा नि कस्तो मिठो बसाउँछ। अनि यहाँ छ मेरो इङ्ग्लिस ल्याभेन्डर। इङ्ग्लिस ल्याभेन्डर चाहिँ यहाँ बास्ना चाहिँ एकदम दामी आउँछ। यसको यो ड्राई सुकिसकेकोलाई यस्तो रब गरेर यस्तो सुँग्यो भने कस्तो मिठो बास्ना आउँछ। अनि यहाँ छ मेरो स्न्याप ड्रागन, यो आफै उम्रेको। यहाँ छ मेरो फक्स क्लबको प्लान्ट। यो नेक्स्ट इयर फुल्छ। आज अहिले यो सालमा उम्रेको तर फुलेन। नेक्स्ट इयर चाहिँ पक्कै फुल्छ होला। यहाँ छ मेरो बाइडेन्स। यो चाहिँ ब्युटिफुल छ। यो चाहिँ समरभरि फुलिरहेछ अहिलेसम्म। हेर्नुहोस् त, यस्तो नन स्टप फुल्छ हो। यो डेड हेडिङ पनि गर्नु पर्दैन। यस्तो दामी। म चाहिँ सबैलाई यो रेकमेन्ड गर्छु। यो फ्लावर चाहिँ मैले यो चाहिँ प्लान्टर चाहिँ बार्बिक्यूको बनाएको। यो हामीलाई बार्बिक्यूको नचाहेर मैले यसलाई नै माटो भरेर यसलाई प्लान्टर बनाएको। ठुलो भएर हामीले चाहिँ यो सानोवाला किनेको यो चाहिँ। अनि यहाँ छ मेरो कस्मोको प्लान्ट। यहाँ छ मेरो सिडम। यो सयपत्री फुल भयो, नेपालको त्योरी फुल। अनि यो छ मेरो हाइड्रेन्जा म्याक्रोफिला। बेगोनिया छ यो ह्याङ्गिङ बास्केटमा। ट्रेलिङ बेगोनिया छ। यो चाहिँ ब्युटिफुल कलर छ। क्यामेरामा चाहिँ राम्रो आएछ कि आएको छैन कुनै, तर यस्तो दामी छ। येल्लो एन्ड अरेन्ज मिक्स भएको। यहाँ चाहिँ प्रिम रोज समरदेखि फुलेको फुलै छ यो पनि। अनि यो चाहिँ मेरो अर्को बेगोनिया ननस्टप। यहाँ छ मेरो इम्पेसेन्स प्लान्ट। यो बेगोनिया यस्तो डिप रेड छ, यस्तो ब्युटिफुल छ कलर। क्यामेरामा चाहिँ अलि राम्रो देखेको छैन। यस्तो दामी सिन्दुरे कलरको छ इम्पेसेन्स। अनि यहाँ छ अर्को व्हाइट बेगोनिया छ। यो भयो व्हाइट लोबेलिया। यो सेक्सफ्राज भयो। यो समरमा कस्तो दामी फुल्छ। फुलिसकेर नि फेरि कस्तो दामी खप्प एकदम मजाको बल जस्तो हुँदो रहेछ। यो नि म रेकमेन्ड गर्छु सबैजनालाई। अनि मेरो यहाँ भयो भेरिगेटेड जेरेनियम। अघिको ओरेन्ज कलरको भयो, यो चाहिँ पिङ्क कलरको छ। यो काठको चाहिँ मैले समरभरि मैले यसरी ठाडो बनाएर राखेको थियो, तर अस्तिको विन्डले गर्दा भत्काएर चाहिँ सबै प्लान्टलाई भत्काएर मैले चाहिँ यसलाई डबल स्ट्याक गरेर यहीँ माथि प्लान्ट राखिदिएको। स्टिल लुकिङ गुड। यो चाहिँ मेरो हाइबिस्कस प्लान्ट हो, सुकेछ, तर यसको सिड चाहिँ थुप्रै छ यहाँभित्र। अब यसको सिड नै छर्यो भने यसरी छर्यो भने यहीँबाट निस्किन्छ नेक्स्ट इयर। सानो मसिनो बिरुवा यो लगाएको भयो मैले 4-5 वर्ष भयो यो प्लान्ट लगाएको। यहाँ भयो मेरो व्हाइट डेलिया, स्टिल फुलिरहेछ। अब चिसोले गर्दा मर्दैछ बिचरा। यहाँ सयपत्री छ। यहाँनिर छ सिल्भर डस्ट। यहाँनिर छ मेरो ल्युपिन प्लान्ट। अहिले चाहिँ सानो उम्रिरहेको छ। मैले पटदेखि सारेको यहाँ चाहिँ।
यो भयो डेलिया, यो चाहिँ एकदम ठुलो फुल छ। यो अहिले चिसोले गर्दा बिस्तारै बिस्तारै मर्दैछ। यहाँ भयो मेरो पेटुनिया, यो छ मेरो स्न्यापड्रागन, यो आफै उम्रेको कस्तो दामी बेबी पिङ्क। जापानिज मेपल ट्री यहाँ छ। यो मेरो स्याउको रुख भयो, तर यसको पत्ता चाहिँ यस्तो दामी हुन्छ मार्च अप्रिलतिर। यहाँ छ मेरो फ्रेन्च ल्याभेन्डर भयो। यहाँ छ मेरो क्रिसेन्थेमम, अहिले फुल्ने सिजन हो, कस्तो दामी फुलिरहेछ यो चाहिँ। यहाँ अर्को पिङ्क जेरेनियम छ। डेलिया यस्तो दामी, यत्रो ठुलो, सबभन्दा यो गार्डनमा भएको सबैभन्दा ठुलो फुल्ने चाहिँ डेलिया चाहिँ यही हो। वाइट रोज छ यहाँ। एरिसिमम छ, यसको चाहिँ डेड हेडिङ गऱ्यो भने यस्तो बुसी हुन्छ है। यहाँ मैले 2टा प्लान्ट लगाएको छु, सानो सानो ल्याएको मैले, अहिले त बुसी भएर यत्रो ठुलो। अब यसलाई फेरि सार्नु पर्नेछ। छुट्टा छुट्टै गऱ्यो भने जति डेड हेडिङ गर्यो त्यति धेरै निस्किन्छ। यसरी डेड हेडिङ गर्नुपर्छ। यो फुलिसक्यो, अब यसको टुप्पा मात्रै बाँकी छ, यो सबै फुलेर सुकेको। अनि यहाँदेखि चाहिँ मैले यसरी टिपेर, यसरी जति टिप्यो त्यति चाहिँ नयाँ बुसी हुन्छ, नयाँ फुल फुल्छ। अनि यहाँ छ अर्को फ्रेन्च ल्याभेन्डर, एरिसिमम हो यो चाहिँ स्क्याबियोसा, यस्तो दामी। यो बटरफ्लाई र बीजलाई साह्रै मनपर्ने प्लान्टहरूमा पर्छ। यो चाहिँ लालीगुराँस, लाइट पिङ्क एन्ड वाइट कलरको लालीगुराँस, समरमा फुल्छ। हेर्नु त यो मेरो क्रिसेन्थेमम, यस्तो ब्युटिफुल। एउटा मात्रै प्लान्ट हो है यो, एउटा मात्रै प्लान्ट कत्रो ठुलो भएछ। त्यसको जोडी हो कि यो चाहिँ मर्नै लागेर मैले जमिनमा गाडेको थिएँ। यसले पनि, यसको पनि प्राण बाँचिरहेको छ। यो पनि अहिले पुरा लस भइरहेछ। यो त झन् भन्नै पर्दैन, वाइट कलरको कस्तो ब्युटिफुल, यस्तो दामी फुलिरहेछ। यो मेरो होस्टा प्लान्ट हो। अब विन्टरमा यो चाहिँ मर्छ, फेरि समरमा निस्किन्छ, ब्युटिफुल हुन्छ यसको पत्ता चाहिँ। मरिरहेछ चिसोले। यहाँ चाहिँ यो मेरो एलियम पर्पल कलरको ठुलो फुल छ, प्याजको जात हो यो चाहिँ। यो भयो वाइट डेलिया, वाइट एन्ड लाइट पर्पल। यहाँ मेरो फक्स क्लब उम्रिरहेको छ। यो मैले टायरलाई पनि मैले प्लान्टर बनाएको, यसमा पनि यो वाइट कलरको पेटुनिया र पिङ्क पेटुनिया मैले रोपिदिएको, मजाले फुलिरहेछ। अनि यहाँ छ मेरो डेलिया, येलो एन्ड अरेन्ज, यस्तो दामी कलरको छ। माई गुडनेस, यो पनि यस्तो, यसको ब्लुम, यसको भित्रमा, यसको भित्रमा कस्तो मिठो कलरको, यसको डिटेल्स दामी छ। यहाँ छ सयपत्री। यहाँ मेरो अर्को बेगोनिया छ। यहाँनिर मेरो यो ट्रेलिङ प्लान्ट छ। यो चाहिँ भन्छ, यसलाई भन्छ ग्लेकोमा। अनि यो चाहिँ सिल्भर मिस्ट। यहाँ भयो अर्को सयपत्री। डबल फ्लावर पेटुनिया छ यहाँ। ट्रेलिङ जेरेनियम छ यहाँ। पर्पल वेन डबल पेटुनिया। समरभरि यस्तो दामी फुलेछ, तर अहिले चाहिँ चिसोले गर्दा मर्दैछ। यो पिङ्क जेरेनियम, सयपत्री,
यो पनि डेड हेडिङ गऱ्यो भने झन् धेरै निस्किन्छ। सुक्ने बित्तिकै यसरी टिप्दिहाल्नुपर्छ। अनि नयाँ कोपिलाले मजाले पाउँछ भिटामिनहरू। अनि यो व्हाइट बेगोनिया यस्तो ब्युटिफुल एप्पल ब्लसम बेगोनिया हो यो चाहिँ। यस्तो दामी, तर चिसोले अब बिचारा मर्न लागेछ। त्यही पनि स्टिल हिउँ नपरेसम्म, बेसी -डिग्री नभएसम्म चाहिँ यो बाँची नै राख्छ। समरको धनिया हो। स्टार ब्रस्ट डेलिया यहाँ एउटा छ, त्यहाँ एउटा छ, सुकेछ चिसोले। यो भयो रोजमेरी, यो भयो फ्रेसिया, यहाँ भयो लोबेलिया पर्पल, पेन्सिस यहाँ छ। यो मेरो ओर्नामेन्टल ग्रास भयो। जेरेनियम छ यहाँ, फर्न छ यहाँ। जेरेनियम त कस्तो मिठो फुल छ हौ। कलर क्यामेरामा अझै राम्रो देख्दैन, तर रियल आँखाले हेऱ्यो भने यस्तो दामी पिङ्क छ। यो पनि समरमा पिङ्क फुल छ। यो एकचोटि उम्रियो भने फरएभरको लागि हुन्छ। आफै सेल्फ सिडेट गरेर आफै निस्किन्छ चारैतिर। ल हेर्नुहोस्, यहाँ छ मेरो इम्पेसियन्स प्लान्ट। अनि यहाँ माथि गयो भने ज्यास्मिन छ। यो ज्यास्मिन यहाँ माथि फुलिरहेको छ। स्विट पी यस्तो बास्ना चाहिँ एकदम दामी आउँछ। यसलाई पनि यो फुलिसकेर जति डेड हेडिङ गर्यो त्यति नै धेरै फुल्छ। यसको बिउ लाग्यो भने फेरि यसरी बिउ लाग्न थालेछ, यसलाई चाहिँ चुटाल्दिहाल्नुपर्छ, नत्र त फुल्दैन फेरि। यहाँ मेरो छ म्यारिगोल्ड, मेरो सबैभन्दा मनपर्ने नेपालको याद दिलाउने फ्लावर चाहिँ यो सयपत्री हो। त्यो पनि यो चिसो र पानीले गर्दा हिलुत्रुक्क भएर बिचरा झोक्राएर बसिरहेछ। अस्तिको हावाहुरीले गर्दा सबै भचाएछ। यहाँ मेरो हर्बहरू छ। रोजमेरी छ, टाइम छ, ओरिगानो छ, सेज छ, मिन्ट छ, तर चिसोले सबै सुकेछ। यहाँ मेरो डर्मा फ्लावर पेटुनिया पिङ्क एन्ड वाइट। यहाँ फेरि सयपत्री, ठुलो फुल्ने खालको क्रिसेन्थेमम हो यो चाहिँ। यहाँ चाहिँ मेरो सिल्भर डस्ट, यस्तो दामी सिल्भर कलरको। मेरो विन्डोमा नि थियो इम्पेसियन्स, सबै चिसोले मरेर मैले निकालिदिएको। हेर्नु सक्नुहुनेछ मेरो अक्टोबरको गार्डन टुर यही हो। स्टिल लुकिङ गुड, सो फार सो गुड छ मेरो प्लान्टहरू।